5,000 को सप्लिमेन्ट्स अनि रिजल्ट एक्सपेन्सिभ पिसाब मात्र। के तपाईँ पनि सप्लिमेन्ट्स लिँदै हुनुहुन्छ? यदि लिँदै हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। आज हामी यस्तो एउटा कुरा गर्दैछौँ जुन हाम्रो हेल्थ र हाम्रो वालेट दुवैसँग डाइरेक्टली जोडिएको छ। तपाईले नोटिस गर्नुभएको छ होला नि, सोशल मिडिया खोल्न बित्तिकै कसैले ग्लोइङ स्किनको लागि कोलाजेन बेचिरहेको हुन्छ त कसैले एनर्जीको लागि थरीथरीका मल्टिभाइटामिन्स। तर जेन्युनली सोच्नुहोस् त कि हाम्रो बडीलाई सच्चीकै यी सबै कुरा चाहिएको हो कि हामी एउटा ठूलो एकदमै क्लेभर मार्केटिङ इल्युजनमा फसिराखेका छौँ? ओके, लेट्स डाइभ इन्टु दिस। के तपाईलाई बिना कुनै सलिड रिजन थकान लागिराखेको छ, या फेरि र्यान्डम बडी एक्स हुन्छ, वा हेयर फल भइराखेको छ? यस्तो हुँदा के तपाईँ पनि आफै फार्मेसी गएर र्यान्डम भाइटामिन्स किन्नुहुन्छ? हामी धेरै जसो के गर्छौँ भने डाक्टरलाई नसोधी आफै अनुमान लगाउँछु र सोच्छु भाइटामिन्स त हो नि, फाइदा नै गर्छ। तर रियालिटी त्योभन्दा धेरै फरक छ। यदि तपाईँ बिना कुनै एक्चुअल मेडिकल डेफिसियन्सी यस्ता पिल्सहरू दिनदिनै खाँदै हुनुहुन्छ भने तपाईले आफ्नो हेल्थ इम्प्रुभ गरिराख्नु भएको छैन। तपाईले लिटरली मात्र एक्सपेन्सिभ युरिन यानी महँगो पिसाब बनाइराख्नु भएको छ। नो, सिरियसली, यु हर्ड द्याट राइट। हाम्रो बडी एकदम स्मार्ट छ। यसले चाहिने भन्दा बढी भाइटामिन्स डाइरेक्ट फ्लस आउट गरिदिन्छ। सो त्यो महँगो मल्टिभाइटामिनको गोली सिधै तपाईँको टोयलेटमा जाँदैछ। अब यो सबै कुरा बुझ्नको लागि हामीले पहिले यो न्युट्रिस्युटिकल्स भन्ने टर्मलाई एक्चुअली बुझ्न जरुरी छ। Let's look at the basics of this massive supplement industry. So your term nutraceuticals actually 1989 मा कोइन गरेको थियो। यो दुईवटा वर्ड्स दिएर बनेको छ, न्युट्रिएन्ट यानी पोषक तत्व र फार्मास्युटिकल यानी औषधि। बेसिकली यी यस्ता प्रोडक्ट्स हुन् जसले नर्मल न्युट्रिसन भन्दा एक्स्ट्रा हेल्थ बेनिफिट्स दिने क्लेम गर्छन्। तर याद राख्नुहोस् है, यी नेचुरल फङ्सनल फुड्स भन्दा धेरै फरक हुन्। जस्तै ओट्स, फ्रुट्स या भेजिटेबल्सहरू फङ्सनल फुड्स हुन् जसले नेचुरली बायोएक्टिभ कम्पाउन्ड्स प्रोभाइड गर्छन्। तर न्युट्रिस्युटिकल्स भनेको चाहिँ त्यो ल्याब मेड पिल्स, गमिज र पाउडर्स हुन् जसले हामी कमन ल्याङ्ग्वेजमा डायटरी सप्लिमेन्ट्स भन्छौँ। सो यो ल्याब मेड सप्लिमेन्ट्स हाम्रो बडीमा गएपछि एक्चुअली हुन्छ के त? लेट्स अन्डरस्ट्यान्ड द बडी साइन्स बिहाइन्ड इट। एन्ड दिस ब्रिलियन्टली इलिस्ट्रेट्स पिसाबको महँगो पिसाबको कन्सेप्ट। भाइटामिन्स मेनली दुई प्रकारका हुन्छन्। एउटा हो वाटर सल्युबल भाइटामिन्स जस्तै भाइटामिन बी र सी। यदि तपाईँले यो चाहिने भन्दा बढी खानुभयो भने शरीरले यसलाई सिम्पली पिसाबबाटै निकालिदिन्छ। तर फ्याट सल्युबल भाइटामिन्स जस्तै भाइटामिन ए, डी, ई र के एकदम खतरनाक हुन सक्छन् यदि धेरै खायो भने। किनभने यी भाइटामिन्स पिसाबबाट जाँदैनन्, यी हाम्रो लिभर र फ्याट टिस्युजमा गएर स्टोर हुन्छन्। यदि तपाईले यी भाइटामिन्स बिना डिफिसियन्सी ओभर कन्ज्युम गर्नुभयो भने टक्सिसिटी हुन सक्छ र लिटरली अर्गन ड्यामेजको रिस्क बढ्छ। अब तपाईँ सोच्दै हुनुहुन्छ होला, हामी यस्तो रिजनमा बस्छौँ जहाँ वर्षभरि मजाले घाम लाग्छ, फ्रेस कुरा पाइन्छ, तर पनि हामीमा भाइटामिन्सको डेफिसियन्सी किन छ त? वेल, इट्स मोस्टली हाम्रो मोडर्न लाइफस्टाइलको कारणले। हामी दिनभरि इन्डोर अफिस जब्स गर्छौँ, एसीमा बस्छौँ, बाहिर निस्किहाले पनि तन्नै सनस्क्रिन लगाउँछौँ र सहरको पोल्युसनले गर्दा हाम्रो स्किनले डाइरेक्टली इनफ सनलाइट एब्जर्ब गर्नै पाउँदैन। यसले गर्दा नै जेन्युइन मेडिकल निड्स क्रिएट भइराखेका छन् आजभोलि। जस्ट टु पुट द्याट इन्टु पर्सपेक्टिभ, यो नम्बर हाम्रो हेर्नुहोस् त। स्टडिजले देखाएको छ कि साउथ एसियन पपुलेसनको लगभग 80 देखि 90% मानिसहरूमा भाइटामिन डी को डिफिसियन्सी छ। द्याट्स इन्सेन। यो एउटा साइलेन्ट एपिडेमिक जस्तै भइसकेको छ। प्लस हाम्रो लोकल डायटमा पनि फ्याटी फिश या एग योक्स जस्ता भाइटामिन डी को नेचुरल सोर्सेसहरू त्यतिका धेरै हुँदैन। सो यस डिफिसियन्सीज आर एब्सोल्युटली रियल, तर सल्युसन र्यान्डमली जो पाए त्यही पिल्स खानु चाहिँ डेफिनेटली होइन। सो कसरी थाहा पाउने त कुन सप्लिमेन्ट खाने र कुन नखाने? त्यसैले हामीले एउटा ट्राफिक लाइट सिस्टम युज गर्न सक्छौँ, ग्रिन, येलो र रेड सप्लिमेन्ट्स। सबभन्दा पहिले आउँछ ग्रिन क्याटेगोरी, यानी हाम्रो मस्ट ह्याभ्स। यो यस्ता सप्लिमेन्ट्स हुन् जसलाई स्ट्रङ साइन्सले ब्याक गर्छ र हाम्रो रिजनमा यसको डिफिसियन्सी एकदमै कमन छ। जस्तै भिटामिन डी3 जो हाम्रो बोन हेल्थ र इम्युनिटीको लागि एब्सोल्युटली क्रुसियल छ। त्यसपछि भिटामिन बी12 विशेष गरी भेजिटेरियन मानिसहरूको लागि एनर्जी र नर्भ फङ्सनको लागि एक्सट्रिम इम्पोर्टेन्ट छ। र फोलिक एसिड, यो प्रेग्नेन्सी प्लान गरिराखेका या प्रेग्नेन्ट महिलाहरूको लागि बर्थ डिफेक्ट्स प्रिभेन्ट गर्न नितान्त आवश्यक छ। यदि ब्लड टेस्टमा तपाईँको डिफिसियन्सी देखिन्छ भने यो तपाईँको लागि पर्फेक्ट ग्रिन लाइट हुन्। एन्ड स्पिकिङ अफ कमन डिफिसियन्सिज, तपाईँलाई थाहा छ हाम्रो रिजनमा लगभग 73% पपुलेसन प्रोटिन डिफिसियन्ट छ। हाम्रो डाइट नेचुरली कार्ब हेभी हुन्छ नि त,
भात रोटी धेरै खाइन्छ भने प्लेटमा प्रोटिन सोर्सेस कम्पेरिटिभली धेरै कम हुन्छ। सो द क्रुशियल पोइन्ट इज यो कुरा हरेक वाकेटरी येलो क्याटेगोरीमा पर्छ, यानि ओन्ली वेन निडेड। जस्तै प्रोटिन पाउडर्स यो जिम जानेहरू या डायटमा इन जेनरल प्रोटिन नपुग्नेहरूको लागि एकदम राम्रो टुल हो। क्रिएटिन स्ट्रेन्थ बढाउन मसल साइन्सले एक्चुली ब्याक गरेको सप्लिमेन्ट हो। म्याग्नेसियमले राति मसल क्राम्प्स हुने या निन्द्रा नलाग्नेहरूलाई हेल्प गर्छ। र मल्टिभाइटामिन्स यो चाहिँ सबैलाई चाहिँदैन। यदि तपाईँ 50 इयर्सभन्दा माथि हुनुहुन्छ या तपाईँको डायटमा ठुलो ग्याप छ भने मात्र यो काम लाग्छ। नर्मल हेल्दी ब्यालेन्स डायट खानेहरूको लागि मल्टिभाइटामिनले केही म्याजिकल बेनिफिट दिँदैन फर स्योर। अनि फाइनली आउँछ रेड क्याटेगोरी, बेसिकली मोस्टली युजलेस। यो कम्प्लिटली मार्केटिङ हाइपले चलेका प्रडक्ट छन् जसलाई सलिड साइन्सले पूर्ण रूपमा सपोर्ट नै गर्दैन। लेट्स टेक बायोटिन। एड्सहरूले लङ हेयर र स्ट्रङ नेल्सको प्रमिस गर्छन्, तर एक्चुअलमा बायोटिन डेफिसियन्सी एक्सट्रिम रेयर हुन्छ। अल्कालाइन वाटरको बारेमा त झन् एफडीएले नै वार्निङ दिएको छ कि यसले डिजिज प्रिभेन्ट गर्छ भन्ने कुरामा कुनै सलिड एभिडेन्स छैन। एप्पल साइडर भिनेगर फर वेट लस या डिटॉक्स टीजहरू बेसिकली लैक्सेटिभ्स हुन् जसले सर्ट टर्म वाटर लस मात्र गर्छन्, एक्चुअल फ्याट लस होइन। सो द मेन क्वेसन इज हामीले सही छनौट कसरी गर्ने त? मेकिङ द राइट चोइसेस की हियर। एउटा ठुलो रियालिटी चेक के हो भने नि धेरैलाई लाग्छ कि नेचुरल भन्ने बित्तिकै त्यो 100% सेफ या हार्मलेस हुन्छ। यो एउटा ठुलो मेथ हो। यदि तपाईँले इम्युनिटी बढाउँछ भन्दै धेरै भाइटामिन सी खानुभयो भने यसले तपाईँलाई किडनी स्टोन्स गराउन सक्छ। यदि भाइटामिन ए धेरै भयो भने लिभर ड्यामेज हुन सक्छ। इभन नेचुरल हर्बल सप्लिमेन्ट्सले पनि बडीलाई नेगेटिभ इम्प्याक्ट गर्न सक्छन् यदि गलत डोजमा खायो भने। तायासायले सोशल मिडियाको ट्रेन्ड्स बताए इन्फ्लुएन्स भएर भन्दा पनि प्लिज लजिक र साइन्स फलो गर्नुहोस्। ब्लाइन्डली सप्लिमेन्ट्स किन्नुको सट्टा यी 3वटा सिम्पल लजिकल स्टेप्स फलो गर्नुहोस्। स्टेप 1, आफ्नो सिम्पटम्स ध्यान दिएर अब्जर्भ गर्नुहोस्। थकान लाग्नुको कारण स्ट्रेस या ल्याक अफ स्लिप पनि त हुन सक्छ, राइट? स्टेप 2, एउटा सिम्पल ब्लड टेस्ट गर्नुहोस्। सीबीसी, भाइटामिन डी या B12 को लेभल चेक गर्नुहोस्। र स्टेप 3, always consult a doctor या डाइटिशियन। त्यो टेस्ट रिपोर्ट्स हेरेर मात्र उनीहरूले एक्ज्याक्ट टार्गेटेड ट्रिटमेन्ट दिन्छन्। एट द एन्ड अफ द डे रुल अफ थम्ब एकदम सिम्पल छ। तपाईँले कुनै पनि गोली, पिल या पाउडर खाँदै हुनुहुन्छ भने तपाईँलाई एक्ज्याक्टली थाहा हुनुपर्छ कि तपाईँ त्यो किन खाँदै हुनुहुन्छ। हेल्थ ट्रेन्डले होइन, साइन्सले चल्नुपर्छ। आई होप यो एक्सप्लेनरले तपाईँलाई सप्लिमेन्ट्सको रियल पिक्चर देखायो होला। सो लेट मी आस्क यू, तपाईँको घरको दराजमा अहिले कुन यस्तो सप्लिमेन्ट राखिएको छ जुन तपाईँलाई एक्चुअली चाहिँदैन? थिङ्क अबाउट इट। टेक केयर अफ योर हेल्थ, ट्रस्ट द साइन्स, एन्ड विल सी यू इन द नेक्स्ट वान।